लै साथी हामी चाहिँ ढिँडो गुन्द्रुक खान थाल्यौँ है यसरी गोलो पारेर यहाँ गुन्द्रुकमा यसरी चोपेर यसरी खान्छौँ हामी चाहिँ थाहाको तातो यहाँ सानीले देखाउँदै सानीले खानुभएको अर्को सानी यता हेर्नुहोस् यहाँ चाहिँ म गुन्द्रुक आलु अनि बिरौला बटमास दामी छ अनि सुके खुर्सानी दुध पनि छ यहाँ चाहिँ मेरो ब्याग गाइज मिठो छ यहाँ अर्को दुधमा चोपी चोपी खाँदै हुनुहुन्छ मेरो छोराले कसरी खान्छ हेर्नु है नेपालीको छोरो हो नि त केटो दामी गरी खान्छ हैन